प्रश्न नम्बर 1 निन्द्राको थकावट भए चाहिँ अन्नको के हुन्छ? ए रात, बी चामल, सी विश्राम, डी भोक। यसको राइट एन्सर रहेको छ अप्सन डी। यसको कारण निन्द्राले थकावट हराए जस्तै अन्नले भोक हटाउँछ। 2 महासागर प्रशान्त भए चाहिँ द्वीपको के हुन्छ? अप्सन ए मकालु, अप्सन बी भिक्टोरिया, सी ग्रिनल्यान्ड, डी आइसल्यान्ड। यसको सही एन्सर रहेको छ अप्सन सी ग्रिनल्यान्ड। यसको कारण रहेको छ जसरी प्रशान्त महासागर विश्वको सबैभन्दा ठुलो महासागर हो त्यसरी नै ग्रिनल्यान्ड विश्वको सबैभन्दा ठुलो द्वीप हो। त्यस्तै प्रश्न नम्बर 3 मा रहेको छ फलको केरा भए चाहिँ स्थानधरीको के हुन्छ? ए बाघ, बी सर्प, सी पन्छी, डी पशु। यसको राइट एन्सर रहेको छ अप्सन ए बाघ। यसको कारण रहेको छ जसरी केरा एक फल हो त्यसै गरी बाघ एक स्थानधरी हो। प्रश्न नम्बर 4 रेडियोको श्रोता भए चाहिँ फिल्मको के हुन्छ? अप्सन ए प्रसारण, बी अभिनेता, सी आलोचक, डी दर्शक। यसको राइट एन्सर रहेको छ अप्सन डी दर्शक। यसको कारण रेडियो सुन्नेलाई श्रोता भनिए जस्तै फिल्म हेर्नेलाई दर्शक भनिन्छ। प्रश्न नम्बर 5 टाका बङ्गलादेश भए चाहिँ लिराको के हुन्छ? ए कम्बोडिया, बी पाकिस्तान, सी बर्मा, डी इटली। यसको राइट एन्सर रहेको छ अप्सन डी इटली। यसको कारण रहेको छ जसरी टाका बङ्गलादेशको मुद्रा हो त्यसै गरी लिरा इटालीको मुद्रा हो। प्रश्न नम्बर 6 सहयोगको बचाउ भए चाहिँ प्रार्थनाको के हुन्छ? अप्सन ए सहायता, बी आदेश, सी विरोध, डी निन्द्रा। यसको राइट एन्सर रहेको छ अप्सन ए सहायता। त्यसै गरी यसको कारण रहेको छ जसरी कुनै व्यक्तिले बचाउको लागि सहयोग माग्छ त्यसै गरी सहायताको लागि प्रार्थना गर्छ। प्रश्न नम्बर 7 मा रहेको छ कुवाको गहिराई भए चाहिँ शब्दको के हुन्छ? अप्सन ए अक्षर, बी अर्थ, सी वाक्य, डी व्यञ्जन। यसको राइट एन्सर रहेको छ बी अर्थ। यसको कारण रहेको छ कुवाको मापन गहिराईबाट गरिए जस्तै शब्दको मापन अर्थबाट गरिन्छ। प्रश्न नम्बर 8 नदीको नहर भए चाहिँ हिमनदीको के हुन्छ? ए बरफ, बी पर्वत, सी उपत्यका, डी नदी। यसको राइट एन्सर रहेको छ अप्सन डी नदी। यसको कारण रहेको छ नदीबाट नहर निस्किए जस्तै हिमनदीबाट नदी निस्कन्छ। 9 दुधको क्रिम भए चाहिँ धानको के हुन्छ? अप्सन ए चामल, बी चोकर, सी खेत, डी पानी। यसको राइट एन्सर रहेको छ अप्सन ए चामल। यसको कारण रहेको छ दुधबाट क्रिम निस्किए जस्तै धानबाट चामल निकालिन्छ। प्रश्न नम्बर 10 धनीको गरिब भए चाहिँ दुश्मनको के हुन्छ? अप्सन ए हतियार, बी घृणा, डी सी मित्र, डी युद्ध। यसको राइट एन्सर रहेको छ अप्सन सी मित्र। यसको कारण रहेको छ धनीको विपरीत गरिब भए चाहिँ दुश्मनको विपरीत मित्र हुन्छ। प्रश्न नम्बर 11 मा रहेको छ समुद्रको जहाज भए चाहिँ आकाशको के हुन्छ? अप्सन ए निलो, बी धरती, सी पन्छी, डी हवाई जहाज। यसको राइट एन्सर रहेको छ अप्सन डी हवाई जहाज। यसको कारण रहेको छ समुद्रमा जहाज चले जस्तै आकाशमा हवाई जहाज चल्छ। प्रश्न नम्बर 12 शरीरको चेहरा भए चाहिँ कोठाको के हुन्छ? अप्सन ए दराज, बी कुर्सी, सी गलैँचा, डी पङ्खा। यसको राइट एन्सर रहेको छ अप्सन ए दराज। यसको कारण शरीरमा चेहरा अनुहारको महत्त्व भए चाहिँ कोठामा दराजको उत्तिकै महत्त्व छ।